अनि एउटा कुरा म भन्न चाहन्छु कि नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ अर्को देशलाई अमेरिकालाई दिउँ चाइनालाई दिउँ भारतलाई दिउँ अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने खाली ट्याक्स लिनलाई राख्ने शहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु काठमाडौँमा 3 करोडको दरले 131 योजना छ जति काठमाडौँ जिल्लामा जति काठमाडौँलाई जिल्ला मानियो भने काठमाडौँ जिल्ला छ भने 131 योजना छ भने मेरो जिल्लामा त कम्तीमा 15-20 वटा पर्थ्यो ठीक छ म 131 को भाग खोजेको होइन 131 से खोजेको होइन सर्लाहीको जनता सेकेन्ड ग्रेड नागरिक छ त्यहाँ त कम्तीमा ठीक छ 20 राख्दै हुन्थ्यो 30 राख्दै हुन्थ्यो यो बजेटलाई निजी सम्पत्ति ठानेर जुन हुन्छ डललेजुरामा सुदूरपश्चिममा एउटा गेटा मेडिकल कलेज पनि गर्ने सबै हामी ताली बजाए डललेजुरामा मेडिकल कलेज खोल्ने त मध्य प्रदेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने यो जुन प्रक्रियाको जुन छ अनि त्यसकारण मैले बजेटको विनियोजन हुँदाखेरि माननीय सदस्य एकछिन रहनुहोस् माननीय सदस्य महेश भर्तौला के भन्न खोज्नु भएको छ मैले नियम 26 बमोजिम उभिएँ मेरो नियमापत्ति नियम 20, 21, 23 सम्मानित सभामुख महोदय छलफलमा सहभागी हुनुभएको माननीय सदस्यले असाध्यै आपत्तिजनक विषय यो संसदमा राख्नुभयो विनियोजन शीर्षकमा छलफलमा उहाँ भाग लिनु भएको छ देशलाई काहीँ कतै अर्को देशमा अमेरिका लगायत देशमा गाभिदिउँ भनेर संसदको रोस्टमबाट यस्तो आपत्तिजनक यो त देश राष्ट्रघाती अभिव्यक्ति हो यो देशकै अभिव्यक्ति हो यो मैले समय रहेको छैन मैले माननीय सदस्यलाई सम्मानित यो रेकर्डबाट हटाउने मात्रै होइन यो मुलुकको स्वाभिमानको विरुद्धमा सार्वभौमिकताको विरुद्धमा राष्ट्रिय अखण्डताको विरुद्धमा एउटा सांसदले यो संसदको रोस्टरबाट उभिएर यस्तो अभिव्यक्ति दिने कुरालाई कारबाहीको विषय बनाइनुपर्छ उहाँलाई थप बोल्ने दिने कुरामा पनि संसदबाट सचेत गराइनुपर्छ कारबाहीको विषय बनाइनुपर्छ यो माग गर्न चाहन्छु उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन समानुपातिक सांसदहरूलाई गरिरहनु भएको छ कारबाहीको विषय बनाइयोस् अविलम्ब सामान्य सभामुख महोदय उहाँलाई यसभन्दा अगाडि बढ्न दिनु हुँदैन उहाँको अभिव्यक्ति बेठिक छ राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ सामान्य सभामुख महोदय कारबाहीको विषय बनाइयोस् रुलिङ होस् उहाँको विषय हटाइयोस् कारबाहीको विषय बनाइयोस् धन्यवाद माननीय सदस्यहरू आसन गरौँ वक्ता माननीय सदस्यले आशय जे भए पनि 5 वटा जिल्ला बाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नु भएको छ त्यसैले माननीय सदस्यहरू त्यसैले उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा यो असंसदीय भाषा प्रयोग भयो राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ यहाँलाई दिएको समय 7 मिनेट छ पार्टीको दलीय हिसाबले जति निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन त्यो निर्देशन दिन आउँदैन सभामुखलाई एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन हो त्यो एउटा कुरा के भने बजेट पनि नजाने पढ्न पनि नपाउने हामी पनि जनताबाट आएको हो अनि राष्ट्रपालले पनि जस्तै होइन बजेट किन गएन त्यो मलाई कारण देखाउनु पर्ने बजेट देशमा तपाईँको दायामाले आएको होइन तपाईँ जसले आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो अनि तपाईँको दायामाले यहाँको तपाईँले ल्याइदिएको होइन देशप्रति गद्दार तपाईँ हो देशप्रति गद्दार जसले देशको विकास 20 लाखमा देशलाई गरी बनाइदियो युवाहरूलाई बाहिर पठाइदियो युवाहरूलाई
विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। एउटा कुरा के भने यो गरेर हुँदैन। यो सत्तापछि जे बजेट लाग्यो भने त्यसमा हामी मान्दैनौँ। जनताप्रति न्याय हुनुपर्छ, देशको सम्पूर्ण विकास हुनुपर्छ। 4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने। वक्ता मान्य सदस्य, हजुर यहाँलाई म सचेत गराउँछु कि निर्धारित विषयमा अघि भएको रुलिङलाई समेत ध्यानमा राख्दै आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्छ। यहाँहरू सचेत भएर अगाडि बढ्नुहोस्। सभामुखजी स्वतन्त्र सांसद सामेल जसले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो। यहाँ कोही ठुलो होइन, कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीले मात्रै रुलिङ गर्ने, स्वतन्त्र संसदले मात्रै रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने। किनकि एउटा सानो दल छ, एउटा स्वतन्त्र सांसद चाहिँ त्यो बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुराउने, त्यसलाई ताली बजाउने। त्यस कारणले यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन। अन्याय सहनको लागि जनताले हामीलाई भेटेको छैन। अन्याय विरुद्ध लड्नको लागि भेटेको छ। चाहे त्यो आर्थिक असमानता होस्, चाहे जातीय असमानता होस्, चाहे लैङ्गिक असमानता होस्, त्यसको लागि बोल्न यहाँ आएको छु। होइन हामी त गुच्चा खेल्न आएको हो। एउटा कुरा के भने मान्य सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ दाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोले यहाँ निर्धारित विषयमा बोल्नुपर्छ। नियम तपाईँ तल जान सक्नुहुन्छ।